जङ्गलमा बढेर खोज्न हिँड्न भनेको यिनीहरूको चाहिँ फेरि यहाँ मेकअप चल्दैछ। ल आज चाहिँ हामी हिँड्यो ठुलो खोला के गर्न बढेर भनेको के होला थाहा छैन भने कमेन्ट गर्नु होला। ल अब हामी जाँदैछौँ। ल केही बोल्दैौ न त मैले के भनौँ भन न केही पनि। हर हर महादेव। आजको सन्डे चाहिँ निकै स्पेसल हुनु पर्यो। सबै हामी नेक्स्ट इयरकै दिदी बहिनीहरू सबै ठुलो खोला जाँदैछन्। खोदाईको दोकानमा चाहिँ यहाँ खाजा किन्दैछन्। यहाँ चाहिँ हाम्रो पुष्पा महाजन दोकानलाई चाहिँ माछी बजार बनाइदिए यिनीहरूले। ल है के लिएको अब मुरी खाएर पो दिन कटाउने हो। आज भोलि त आइसक्रिमको साइज पनि कत्रो बिडी जत्रो भएछ त। ल सब्जी खोज्ने सफा चाहिँ आज लास्टै अरे। त्यसपछि च्याउ खोज्ने सिजन हुन्छ। अनि च्याउ खाइसकेपछि फेरि सब्जी त पाइन्छ कि पाइन्न त्यतिकै होला। रहर र रमाइलो त होला नि के कसो। यिनीहरू दुईटिने भनेका घोडाको सिङ दुईटा हुन्छ अरे दुईटा। अब तिमीले भन कतिवटा हुन्छ? घोडाको सिङै हुँदैन नि। ल आइपुग्यो खोलामा। खोलाको ब्रिज पनि खतरै छ। जल्दी जल्दी आऊ है तिमीहरू कहाँ बोलिरहेछ फेरि हो। त्यो अगाडिको डम्फर कता लड्ने हो। लड्दिन म लड्दिन। डम्पर हो डम्पर चारवटा खुट्टा छ चारवटा। ल अब चाहिँ पुग्यो बढेरको ठाउँमा। यहाँबाट जाने रहेछ बाटो चाहिँ। ल फाइनली बढेर भएको ठाउँमा पुग्यो। अलि होस गरेर जानु त्यहाँ त भासिनी हुन्छ फेरि। बढेर भनेको त्यही हो। ल हेर्नुहोस् ल हेर्नुहोस् बढेर घारी पछाडि यो अग्लो अग्लो रुख देख्नुहुन्छ नि यो सबै बढेर घारी हो। अनि खाने लायकको चाहिँ त्यो सानो ऊ हुँदैछ कि सिउरो त्यही रहेछ। मैले पनि आज फर्स्ट टाइम यहाँ आएर देखेको। टन्न पाएछौ त। मैले खालि यति पाएँ धेरै पाएको छैन। आम्मै त्यो हो नि त खोज्ने तरिका। मेहनती त्यस्तालाई भन्छन्। ल टन्नै बोकेर आइपुग्नु भयो एकजना त अझै दुईजना खै गजब छ मान्छे जङ्गलमा हराएर खोज्नु जानुपर्ने। यतैतिर बोलेको जस्तो लाग्छ मान्छे कता हो फेरि खै। ए राम मान्छे त यहाँ पो हरायो भनेर त मान्छे हराएर खोज्न आएकै बढेर बोकाइदिए मलाई। ल अब चाहिँ बढेर खोजेर सकियो। यहाँ छिलछालको प्रोग्राम चल्दैछ। सक्यो कि अझै खोज्ने हो। ए भयो अब त। ल हेर चिर्ने तरिका स्वाटै त्यस्तरी कसले सिकाउँदो रहेछ यिनीहरूलाई। ल हेर केलाउन चाहिँ साह्रै एक्सपर्ट रहेछन्। त्यहाँ पर पनि बिटाइको बिटा। ओहो ल कहाँ रहेछ ल। ल है यहाँ चाहिँ एक प्लास्टिकको नाटेको रहेछ। ल हेर कस्तो मजाको सुइरो। ल अब चाहिँ बढेर भएको ठाउँबाट हिँड्यो। बढेर पनि टन्नै पाइयो। खोलाको त्यहाँ पुगेर चाहिँ खाजा खाने अरे। ऊ हेर्नुहोस् बढेर टन्नै